हेलो गाइज, वेलकम टु माई मिनी ब्लग। मेरो मिनी ब्लगमा तपाईँ सम्पूर्णलाई स्वागत गर्न चाहन्छु। आज चाहिँ यो मेरो सेकेन्ड भिडियो रहेको छ। आज चाहिँ हामी बारी जाँदैछौँ। बारी जाँदा चाहिँ हाम्रो कुकुर पनि अघि 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 हिँड्छ। हामी चाहिँ पछि पछ्याउनुपर्छ कि ऊ चाहिँ घरमा एक्लै बस्दैन। आज चाहिँ हामी अहिले चाहिँ रुन्चीरामा जाँदैछौँ। रुन्ची चाहिँ अल्छा खाँदैछ, अमिलो छ, पाकेको छैन नि त। फेरि यो चाहिँ सानो खालको अल्छा हो, हाम्रोमा चाहिँ सानो मात्रै पाउँछ नि त, त्यही भएर। अनि हाम्रो चाहिँ दुईजना मात्रै छ। मैले चाहिँ कुकुरसँग तीनजना, अघि नै मम्मी र बुवा चाहिँ गइसक्नु भएको छ। हाम्रो चाहिँ बारी जाने बाटोमा थोरै रोड छ, त्यो चाहिँ हाम्रो गाउँकोले खनेको क्या, मेन रोड होइन, त्यत्तिकै रोड खनेको छ। हाम्रो मम्मी चाहिँ अगाडि डोको बोकेर जाँदै हुनुहुन्छ, बुवा चाहिँ अघि नै गइसक्नु भएको छ। हाम्रो कुकुरसँग रुन्ची चाहिँ चल्दैछ। यो कुकुर पनि हिजो अस्ति 10-15 दिन बिराम भएर बल्ल ठिक भएर कुदिँदैछ। एकदम कुदेकै गर्छ, घरमा एक्लै बस्दैन कि। हामी हिँडेपछि उसलाई पनि हिँड्नै पर्छ। हाम्रो बारी चाहिँ पर छ, देख्न सक्नुहुन्छ, एकदम जङ्गलको बिचमा, वरपर केही पनि छैन, जङ्गल मात्र छ, देख्न सक्नुहुन्छ तपाईँहरू पनि। भिडियोमा देखाउँदैछु मैले। आज चाहिँ एकदम घाम पनि लागिरहेको थियो। हामी चाहिँ बारीमा जाँदैछौँ। रुन्ची चाहिँ बाटोमा एकछिन उभिएर गफ दिँदैछ। अब चाहिँ कुकुरले पनि पछ्याउँछ, त्यसैले उभिन्छ कि हामी गफ दिँदा चाहिँ। अब आज चाहिँ हाम्रो बारीमा पुग्ने बेलामा चाहिँ खोल्सा छ। खोल्सामा चाहिँ हाम्रो कुकुरले जहिले पानी खान्छ। अस्ति पनि पानी खाएर उसको नाकमा जुका पसेको छ, पानी जुका। आज पनि उसले पानी खाने रे, मान्दैन नखा भन्दा फेरि जुका पस्ने भयो गाइजहरू, देख्न सक्नुहुन्छ। आज चाहिँ एकदम घाम लागिरहेछ। म चाहिँ कसरी आज मकै गोड्ने होला भनेर छक्क परिरहेको छु। अनि यो चाहिँ चिनी मल हो। हाम्रो यो बारीमा चाहिँ चिनी मल लाउँछौँ। हाम्रो बुवाले चाहिँ पर मकै छाड्दै हुनुहुन्छ। मकै बाक्लो छ नि त, एकदम बाक्लो, छाटेको छैन अस्ति, त्यही भएर छाड्दै हुनुहुन्छ। हाम्रो मकै चाहिँ एकदम सानो छ, त्यही पनि गोड्दैछौँ। चिनी मल लाउनलाई हो गोडेको चाहिँ। खास चाहिँ चिनी मल लाउँदा चाहिँ एकदम छिटो गोड्नुपर्छ अरे, सानोमै भन्ने चलन छ, त्यही भएर सानोमा गोड्दैछौँ। मम्मीले चाहिँ चिनी मल लाउँदै हुनुहुन्छ। एकदम थोरै लाउँछौँ हाम्रो चाहिँ चिनी मल। तपाईँहरूकोतिर कसरी लाउनुहुन्छ कमेन्ट गर्नुहोला है त। मम्मी चाहिँ चिनी मल लाउँदै हुनुहुन्छ। एकदम सानो छ, गोड्ने बेला त भएको छैन, त्यही पनि गोड्दै गऱ्यो क्या हामीले। आज चाहिँ हामी घर परिवार मात्रै, थालनी मात्रै थियो त्यो दिन चाहिँ। त यो भिडियो चाहिँ अलिक अगाडिको हो नि त, मैले चाहिँ अलिक आज मात्रै एडिट गर्नु भएर आज मात्रै लगाएको। अनि आज चाहिँ रुन्चीले चाहिँ मकै खनेको अरे, मैले भिडियो बनाइदिएको लजाएर कोदालो नै काट्